गुड मर्निङ गाइस। ल आजको पनि दिन स्टार्ट भएको छ। अहिले चाहिँ म यहाँनिर मधेसीहरुकोबाट फोन चार्ज गरेर आएको। हाम्रोमा चाहिँ लाइनै बस्दैन ठ्याप्पै हो, त्यही भएर चाहिँ साह्रो छ कुरा। आज चाहिँ बिहानै म घाँस काटेर एकदम रेडी गरेर आएको छु कि यहाँनिर काममा जानुपर्ने छ कि, त्यही भएर आजदेखि चाहिँ हेर्नु न बादल कति दामी भएर आएको छ है। भ्यू त दामी आएर आएको छ नि। आज चाहिँ मैले घाँस चाहिँ अघि काटेको छु बिहानै। आजदेखि चाहिँ काममा जानुपर्ने छ, त्यही भएर चाहिँ यहाँनिर चाहिँ भारी हो। म चाहिँ घाँस लिएर घर पनि आइपुगेँ हो। अन्त यहाँनिर गाईगोठमा मम्मी त्यहाँबाट दुध दुहुनु हुँदैछ, अन्त पापा यहाँनिर मौरीको दुध बनाउनु हुँदैछ। अब चाहिँ काममा लाग्यो। यहाँनिर खाना मजाले बोक्यो, अब लाग्नुपर्छ काममा। यो चाहिँ हाम्रो यही गाउँकै भ्यूहरू हो, हेर्नुहोस् मजाले कस्तो दामी छ हाम्रो गाउँको भ्यूहरू। यहाँबाट चाहिँ हिमाल पनि हाम्रो दामी देख्छ, तर आज चाहिँ बादल लागेको छ देख्दैन रहेछ। अनि अब हामी चाहिँ पुग्न लाग्यो हाम्रो काम गर्ने जग्गा हो। आज काम चाहिँ घर रिपेयरिङको थियो, यस्तै हो, सफाहरू गर्नुपर्ने हो। सिमेन्टहरू लागेको सफा गर्नुपर्ने, अन्त यो पुटिङ मजाले तानेकोलाई मजाले पलिसहरू गर्नुपर्ने हो। यस्तै थियो कामहरू चाहिँ आज दिनभरि। अनि हामी चाहिँ राति मात्रै छुट्टी गऱ्यो हो, त्यही भएर राति फर्किँदैछ हामी घरतिर हो। अब अहिले चाहिँ बल्ल बल्ल घर आइपुग्यो। फेरि घर आइपुग्नु साथ यहाँनिर मधिसेले बोलाएर लिट्टी चोखा बनाइदिएको छ अरे मलाई कि, त्यही भएर यहाँ टिफिन लगेर जाँदै गरेको मधिसेको। फेरि लिट्टी चोखा लिएर म घरमा आइसकेँ हो। लिट्टी चोखा चाहिँ फर्स्ट टाइम म चाहिँ देखेको हो, खाएको पनि फर्स्ट टाइम यस्तो हुँदो रहेछ हो। अन्त योसँग चटनी पनि बनाउँदो रहेछ, यो यस्तो यो बैगुन र आलुको चटनी बनाउँदो रहेछ। तर मिठो चाहिँ मिठो हुँदो रहेछ। यो प्लास्टिकको एक प्लास्टिक दिइबाट आएको थियो, अन्त एउटा मात्रै बाँच्यो, सबै हाम्रो फ्यामिली म भएर सबै खाइसके पो। दामी हुँदो रहेछ लिट्टी चोखा। आज चाहिँ लिट्टी चोखाले नै अगाएर ड्याम्मै भयो। अब चाहिँ सुतेको म चाहिँ, भोलि भेटौँ अब।